जब हामीले वर्ल्ड कप जित्यौं त्यो बेला मात्र हाम्रो टिमले जितेन, पूरा देशले नै जित्यो। त्यो क्षण प्रत्येक खेलाडी र प्रत्येक देशवासीले गर्व महसुस गरिरहेका थिए। तर यो जित अचानक भएको थिएन। वर्ल्ड कपको बेला कोच र हाम्रो सपोर्ट स्टाफले हरेक टिमका तथ्याङ्क र स्टार्स संकलन गर्दथे। यिनै तथ्याङ्कहरूबाट हामीले रणनीति बनाउँथ्यौं र त्यसपछि मैदानमा ओर्लिएर त्यसलाई सत्यमा परिणत गर्थ्यौं। ठीक यसरी नै देशमा जनगणना 2027 सुरु हुन लागेको छ। जब एनुमेरेटर तपाईको घरमा आउनुहुनेछ, उहाँलाई स्वागत गर्नुहोस्। उहाँले तपाईलाई सोध्नुहुनेछ केही प्रश्न र ती उत्तरबाट संकलन गरिनेछ केही तथ्याङ्क। त्यसपछि यिनै तथ्याङ्कका आधारमा देशले बनाउनेछ नीति र योजनाहरू, जसबाट हरेक व्यक्तिसम्म पुगोस् प्रगति र विकास। त्यसैले जब एनुमेरेटर तपाईको घरमा आउनुहुनेछ, उहाँलाई सही र सठिक जानकारी अवश्य दिनुहोस्, किनकि जसरी सही रणनीतिले म्याच जितिन्छ, त्यसरी नै सही तथ्याङ्कले देश अगाडि बढ्छ। हाम्रो जनगणना, हाम्रो विकास।